फेसबुकमा सेल्फी होइन एउटै बुहारी ल्याइदिए पनि त हामी पनि मान्छे हो भन्थ्यौँ क्या एउटै ल्याइदिनु पर्ने भोजराजै हो अर्को चाहिँ भोजराजै हो यो भोजराज हो हो ओइ पोच ओइ युट्युबमा हाल्छ के अरे फेसबुकमा हाल्छ युट्युबमा हाल्छ फेसबुकमा फेसबुकमा एउटा काम गर मलाई खिच् म एउटै कुरा बोल्छु कोपी लाएर बोल्छु ल वाउ तेरो के हो त्यो ढेउडी जस्तो म फाइनली गाइज यो हाम्रो गाउँ अब यतातिर हामी जाउँ खोइ त हाम्रो काका नै निस्किनु भएन टोपी सोपी लाएर के गरेको केटा हो के भन्नु चाहनुहुन्छ काका लाइन छैन तारा बरालज्यू तपाईँले जसरी के अरे प्रचण्डकी श्रीमती मर्दाखेरि बदनाम गर्नुभयो तपाईँ कहाँ हुनुहुन्थ्यो योभन्दा पहिला जनयुद्ध गरिरहँदा तपाईँ कहाँ हुनुहुन्थ्यो अहिले प्रचण्डले ल्याएको स्वतन्त्रता प्रयोग गरेर तपाईँ बोल्न पाउनु भएको छ हिजो लात हान्दाखेरि तपाईँ कहाँ हुनुहुन्थ्यो तपाईँले के सोच्नु भएको छ गरिब जनताको लागि के सोच्नुभयो कसलाई सहयोग गर्नुभएको छ तपाईँले हामी जस्ता गरिबहरूको घर दैलोमा तपाईँ कहिले आउनुभयो तपाईँ को हो तपाईँले जहिले गरिब जनताको विरोध गरिराख्नु भएको छ गरिब जनता चाहिँ जनता होइन मान्छे होइन तपाईँ काठमाडौँ बस्नुहुन्छ सहरमा बस्नुहुन्छ हामी गरिब जनता घर दैलोमा आउनु त हाम्रा दुःख पीडा तपाईँले बुझ्नु त बुझ्नुहोस् होइन भने तपाईँ जस्ता मान्छेलाई हामी जस्ता गरिबहरूले छोड्ने छैनौँ प्रचण्डलाई गाली गर्ने उसको श्रीमती मर्दाखेरि संसारकी आमा हुन् स्वतन्त्रता दिलाइन् जाति जनजाति दलित सबैलाई स्वतन्त्रता दिलाउने मान्छेलाई तपाईँ गाली गर्ने 17,000 मरे 7 सालमा काङ्ग्रेसले कति मारेको थियो तपाईँलाई लेखाजोखा छ याद गर्नुहोस् तपाईँ कसले मारेको छैन मान्छे के राजाको शासनमा दरबारभित्र भएको षड्यन्त्र तपाईँ बोल्नुहुन्छ हिजोसम्म तपाईँले राजाको शासनमा रहेर गरिब जनतालाई लुटेर खाने तपाईँ अहिले तपाईँ सामाजिक अभियन्ता तपाईँले भन्न सक्नुहुन्छ यो म नेपाली होइन हामी गरिब होइन तपाईँलाई लाज लाग्दैन तारा बराल जतिखेर गाली गर्दाखेरि माओवादीले सहनु पर्ने म माओवादी होइन होला तर गरिबको लागि तपाईँ किन त्यस्तो गर्नुहुन्छ गरिबको लागि सधैँ लुटेर खान तपाईँ लुटेर आउनुहोस् हामी हाम्रो गाउँमा आउनुहोस् तपाईँलाई अहिले पनि सम्मान गर्छु तर अत्याचार नगर्नुहोस् गरिबहरूको लागि यही म भन्छु अन्त्यमा फाइनली गाइस हाम्रो काकाले चित्त नबुझेको कुरो भनिदिइसक्नु भएन मेरो भ्लगमा चाहिँ ल ठिक छ अब हामी एकलट गाउँसँग डुल्दिउँ होइन गाउँसँग हेर्दिउँ अरू केही भन्ने छ त काका भन्नु त अहिले छैन तोसीमा कार्यक्रमलाई भोलि भनौँला ल ठिक छ भोलि भन्ने हो गाइस हजुर अब अहिले भरेतिर अलिकति भ्लग बनाउनु पऱ्यो नि त गाउँमा सेकेन्ड भएन धेरै मिलेको गर भने त्यो चाहिँ काटेर गर फाइनली गाइस गाउँसँग हेरिदिउँ होइन चलो भान्जा चलो तपाईँलाई कस्तो लाग्यो त हाम्रो काकाको होइन कुराहरू जस्ट भनौँ अब मान्छेहरूलाई होइन मान्छेहरूलाई चित्त बुझेन भन्ने भन्छ नि अब जस्ट मान्छेहरूलाई चित्त बुझेन भने अब त्यो जसले पनि अब होइन अब त्यो चित्त नबुझेको कुरो जसले पनि भन्नुपर्ने हुन्छ होइन सो हाम्रो काकाले चित्त नबुझेर चाहिँ हाम्रो काकाले पनि सट्ट भन्नुभयो होइन कुरा सुनिहाल्नुभयो गाइस आइज बाटासाटा फोडफाड हुँदैछ गाइस यहाँ हाम्रो ड्याङडुङ भाटासाटा फोडफाड हुँदैछ ब्रदर लिसन सो गाइस कस्तो छ त हाम्रो गाउँ होइन छोटो बाढी साडी आएको छ भर्खर आनन्दसँगले चट्ट होइन हामी पैसा छैन गाइस दोकानतिर छिर्दिनु हो होइन यहाँ कता केहरू हुन्छ अब हेरिदिउँ होइन चलिदिउँ ओइ के गरेको
सो फाइनली गाइज यो हाम्रो गाउँ होइन, हाम्रो गाउँ गाइज हेर्नुपर्ने हुन्छ। धेरै भइसक्यो त्यो गाइज, बाढी साडी होइन, बाढी साडी आयो, पानी सानी पऱ्यो गाइज, त्यसले गर्दाखेरि भ्लग स्लग केही पनि गर्न पाइएन होइन। सो अब लिएर आउँदैछ एउटा फेरि नयाँ भ्लग। बुढुवा बुढुवै छैन गाइज। सो हाम्रो यो काम गर्ने घरको दाइको घर होइन, के हुँदैछ यतातिर? के हुँदैछ यहाँ? के हुँदैछ आन्टी? ठिकै छ आन्टी? ल ठिकै छ, ल चल्दिउँ हामी, अगाडि चल्दिउँ गाइज होइन, हेरिदिउँ। मेरो त धानबारी पनि सबै बगाएर खत्तम पारिगयो होइन। रोपेको 2 दिन भएको थियो गाइज, बाढी साडी आइदियो होइन, बगाइदियो, ल्यामलुम लगिदियो क्या गाइज। त्यसको लागि ठिकै छ होइन। अब रोप्नु सोप्नु भाडमै जाऊ होइन। अब कति रोप्ने धान पनि होइन, अब धान सान रोपियो भयो, पुगिसक्यो होइन हामीलाई। अब हामी चाहिँ चट्टसँगले के गर्ने हो भनेदेखि धान सान पनि नरोप्ने होइन गाइज। अब त्यो खेतलाई त्यत्तिकै नै छोडिदिने हो क्या। चलो त गाइज, हाम्रो नजाराहरू यस्तो छ होइन, हाम्रो नजाराहरू यस्तो छ गाइज। ओइ यहाँ जा, सो मेरो जिग्री यहाँ। सो फाइनली गाइज अगाडि माछा साछा मारिरहेछ होइन। अब माछा साछा मारेको पनि हेर्छौँ गाइज। त्यही हो, अब गाउँतिर टुर हान्नु निस्किएपछि गाउँतिर टुर हान्नुपर्ने हुन्छ होइन। के छ केटा अनि तेरो? ल यहाँ आइज न। धेरै भयो क्या भ्लग स्लग नबनाएको, आज एउटा भ्लग बनाइदिनु पऱ्यो भनेर। बर्खा लागेछ गाइज होइन, त्यही हो। अब बर्खा लागेकोमा अब जता पायो त्यता गएर भ्लग बनाउने कुरो हुँदैन, पानी परिरहेको हुन्छ होइन। भन् त के छ तेरो? सो क्युट। हेलो भन्दै त नानी, हेलो भन्दै त। हेलो हेलो, खोइ त हेलो, खोइ हो हेलो गरेको। हाम्रो मन्दै गएर उहाँले ड्युटी पनि लागिसक्यो त नि, थाहा छैन तँलाई? तँलाई थाहा छैन? फोन गरेको थिइस् मलाई? फोन गरेको थिइस् होइन, माकुरी तैँले फोन गरेर भनेको थिइस्, सोधेको थिइस् मलाई। अब मलाई के थाहा त यो दिनु भन्नु। गएर पनि दाइ काठमाडौँ के अरे काठमाडौँ 1 दिन बसेर पनि उहाँ पुगिसक्नु भयो होइन। के को लागि गइस् हौ त चाहिँ विराटनगर फेरि? हो ठिकै छ। के भयो अनि हाम्रो? तेरो फोन त आइरहेको छ 2 चोटि कतिचोटि। ए उहाँ थिइस् त? फाइनल गाइज माछा साछा मारिरहेछ नि, माछा साछा हेरिदिनु पर्ने हुन्छ हामीले। के कति पर्यो अङ्कल माछा? माछा परेन? ए माछा परेन। ए भर्खर सुरु रहेछ, ल भर्खर सुरु रहेछ गाइज। के हो जुका हो क्या हो यो? ए ओ गैँचे माछा गाइज, गैँची माछा। सो हाम्रो अङ्कल माछा मार्दै हुनुहुन्छ होइन। अब कतासम्म चल्दिउँ हौ? ओइ म चल्दिएँ ल, म चल्दिएको। यस काम पनि छैन, फुर्सद पनि छैन। तेरो चाहिँ काम छ र अहिले? त्यही त, काम पनि छैन, फुर्सद पनि। मेरो पनि काम छैन गाइज, मेरो पनि काम छैन। बिन्दास म चाहिँ होइन पुरा आज भ्लग बनाउँदै आफ्नै गाउँमा आफ्नै ठाउँमा भ्लग बनाउँदै चाहिँ गाइज म चाहिँ होइन। के गर्नु? ओइ म चल्दिएको ल, भ्लग बनाउँदै मासतिर आइदिएको होइन। अब फेरि तलतिर लाग्दिने हो गाइज। सो हेर्दै जाउँ नजाराहरू होइन। अब अङ्कलले अघि नै पुरा गालीसाली अब होइन कल्लाएको नि। अब म त त्यो म फेरि त्यो राजनीतिकतिर बढी छुइनँ होइन। अब म त्यो राजनीतिक मलाई थाहा छैन कि। अब त्यो को कता को पर्चनले कहाँको को कहाँको होइन। कता हिँडेको भन्छ गच्छ्या अहिले? अब सक्यो। अब त्यो पर्चनले भन्छ के भन्छ होइन, अब त्यो मलाई थाहा छैन। अब म राजनीतिक विषयमा पनि छुइनँ होइन गाइज। अब मलाई त्यो पर्चनले को हो, अब त्यो के हो, अब त्यो पुष्पकमल दाहाल को हो, त्यो मलाई केही पनि थाहा छैन होइन। सो हाम्रो काकाले अघि भनिदिइहाल्नु भयो होइन, के अरे त्यो खोइ के दाहाल के भन्दै थियो होइन। त्यो भरे भ्लगमा फेरि एकचोटि हेर्नुपर्ने हुन्छ गाइज। सो हाम्रो काक्सलाई चित्त नबुझेर चाहिँ होइन, हाम्रो काक्सलाई चित्त चाहिँ बुझेन छ। हाम्रो काक्सले
ढट्टु के त्यो प्रचण्डको त्यो बुढी मर्दा के भन्ने कुराहरूलाई होइन सो गाइस यस्तै हो खालि बल्ली त्यो अरू कुराहरू पनि के गर्नु होइन कुरा जति गर त्यति लम्बिन्छ गाइस होइन कुरा सुरा पनि हामी नलम्ब्याउने होइन जस्ट अब हामी घरतिर छिर्दिने हो गाइस घरतिर जाने हो भिडियो सिडियो एडिट गर्ने हो होइन त्यसको बाद चट्टै न्यू भ्लग गाइस न्यू भ्लग आयो अब सो न्यू भ्लगको लागि होइन वेटिङ गर्नुपर्ने हुन्छ गाइस अब यसलाई म गएर एडिट सिडिट गर्छु होइन अनि त्यसपछि त्यसपछि मात्रै मैले युट्युबमा हाल्नुपर्ने हुन्छ होइन त्यो युट्युबमा हाल्नुको लागि आइज काले जाउँ तरमा सो गाइस यो कालेलाई लिएर जानुपर्ने हुन्छ कि क्या हो कसको हो यो कुकुर आइज काले आइज मेरो काले चलो कसको हो यो कुत्ता ओइ घर जा हामी कुत्ता सुत्ता पनि नलाने होइन गाइस आफ्नो पेट पाल्नु गाह्रो हुन्छ कुत्ताको पेट कहाँबाट फेरि होइन अब हामी छिर्दिने हो गाइस चट्टोसँगले होइन मेरो घर यहीँ पर छ होइन आइसकि गयो के भन्नुभयो आन्टी आन्टी रोटी सोटी पकाउनुको लागि पिठो सिठो मुस्दै हुनुहुँदो रहेछ गाइस होइन ठुलो मामे के गर्नुभएको हौ ए मेरो चप्पलमा के अड्क्यो गाइस यार मेरो चप्पल हजुर यो टिकटक होइन के मैले टिकटक बनाएको होइन भनिरहेको छु झन् तपाईँलाई अब म सिधै घरभित्र जान्छु त्यसको आधी घन्टा होइन एक घन्टातिर सायद लाइक र कमेन्ट आओस् लाइक र कमेन्ट यो सबै हामीले नि फोस्रो होइन यो सबै काट्नु लाइक कमेन्ट भने 6 मिनटको बना भने त्यो सबै काटेर होइन अहिले मैले देखाएँ तपाईँ